तिमीलाई सताउने दुष्टहरूको, तिमीलाई सताउनेहरूको प्रतिफलहरूलाई तिम्रो आँखाले अवलोकन मात्र गर्नेछौ, तर त्यो समस्याले तिमीलाई हानि नोक्सान गर्ने छैन, असर गर्ने छैन। तिमीलाई मैले हातै मेरा स्वर्गदूत दिएर अनि मेरो हातले मैले सम्हालेको छु। तिमी नडराऊ, किनभने म तिम्रो पक्षमा छु, किनभने म तिम्रो लागि छु, तिम्रो निमित्त छु, तिमीसँग छु, तिम्रो अङ्गमा छु, तिम्रो सङ्गमा छु भन्नुहुने परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त्यसैले परमेश्वरले भन्नुहुन्छ, के खाउला के लगाउला भनेर फिक्री नगर, चिन्ता नगर। एउटा वृक्षलाई हेर, एउटा बिरुवालाई हेर, एउटा फूललाई हेर, त्यसका पातहरू कति राम्रा राम्रा पातले सजाएको छु, त्यसका हाँगा कति सुन्दर छन्। त्यसैमा पनि उसमा कति राम्रा राम्रा फूलहरू मैले दिएको छु। त्यो एउटा फूललाई, एउटा रुखलाई, एउटा वृक्षलाई मैले सजाएको छु भने तिमीलाई मैले मेरो वचनबाट सजाएको छैन र? आशिष दिएर, महिमा दिएर, उन्नति दिएर, प्रगति दिएर मैले सजाएको छैन र? पाइसके बोला, धन्यवाद गर। धन्यवाद गरे अनुसारको काम परमेश्वर पिताले हाम्रो जीवनमा गरेर दिइसक्नु भएको छ। त धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा, हैन? त्यसैले परमात्मालाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। यति मिठो भजन बाबुले रच्नु भएको छ, गाउन मन लागिरहेको छ। चर्चित छ यो भजन, हैन? सबको मुखमा, सबैमा परमेश्वरले दिनुभएको छ। कस्तो वचन भएर बनाएको भजन, म असाध्यै उत्साहित हुन्छु। त्यसैले धन्यवाद पिता येशू मसीहको नाउँमा। भोलिको चिन्ता लाउला के खाउला, नाउँमा नपीर काटे। भोलिको चिन्ता लाउला के खाउला, नाउँमा नपीर काटे। ईश्वर चिनेसी असाध्यै खुसी को होला मजाते हो, को होला मजाते।